यता हेर्नुहोस् ल हेर्नुहोस् हाई गाइज वेलकम ब्याक टु आवर च्यानल हो क्या हामी चाहिँ आज बागलुङ कालिका मन्दिर आएको छौँ दुईजना बुढाबुढी भएर हैन यसरी यसरी छ त्यमा नि छ जाऊ जाऊ गर न एउटा फर्किँदै एउटा आउँदा होला नि त ए जाऊ न हौ म भिडियो गरिदिन्छु मन्दिरबाट नि फर्कियो मन्दिरबाट फर्किएर पूजा गरेर आइयो यतिकै यहाँ हस्बेन्डजी मिस्टर ह्यान्डसम टिभीमा हेर्ने नि त्यहाँ कति इन्चको टिभी रे 43 हो राम्रो अलि ठुलो होला नि भिडियो गर्नु त आउँदैन त्यही पनि यसो मेमोरी फुल हुन्छ युट्युबमा हाल्दैसी ढुक्क होइन र हातै गल्दो रहेछ हौ 1 मिनट नहुँदा पनि अनि अब भनेर बोल्ने बोलाऊँ न हौ म त आउँदैन आउनु बोल त मन्दिर गएर फर्कियौँ हामी अब लाग्दैछौँ होटेलतर्फ त्यहाँबाट हामी कहाँ सिधा कहाँ कुस्मा कुस्मा बन्जी हान्न त डर लाग्छ थुरै के अरे भ्यू हेर्ने फोटो खिच्ने अबे मलाई त डर लाग्छ त्यो बाटोमा आउँदा पनि पुलतिर हेरेको थिएँ नि मैले त्यो के झाडी तल तल हुन्छ भिड त्यस्तोमा हेर्दा नि सिरिङ आउने कहाँ झलुङ्गे पुल हिजो नि गएको के अरे उस गरिराख्ने हो क्या झलुङ्गे पुलमा मात्र गएर फोटो खिच्दै
एउटै झलङ्गी पुलमा गएर 10वटा कपडा फेरेर दिन्जुले सिङ्गा हो यो बाल्नु हाल्ने त होइन मैले फोटो त्यत्तिकै हुन्छ कति महिनापछि हो बुढेसकालले छोएको हो कि अल्छी लागेको हो कि झ्याउ लाग्छ कि यस्ता यस्तै फोटोहरू हाल्न भने चाहिँ कति पिसफुल है आनन्द ठाउँ कि हो मजाले कहाँसम्म रहेछ र वकिङ गर्ने माथि ए यता पनि रहेछ नि त बाटोहरू यहीँको लोकल रहेछ कि त्यो को मोबाइल छोड्ने ए हो र हामीले मोबाइल भेट्टाको आइफोन 11 तर बुझाइयो राम्रै मान्छेको हातमा परेछ भनेको थियो नि त्यो एकजना भाइले है फेरि राम्रो छ नि मान्छे नराम्रो भयो नि मन एकदम सफा म त राम्री छु कि ऊ चाहिँ अलिक के नमिले जस्तो खोला रहेछ कि यहाँ कालीगण्डी कि हो क्या होइन खोला बाटो होला नि तल कस्तो स्वा गरे है पानी करा यस्तो खोला पनि त बाटोको तलपट्टि खोला छ बुटोलदेखि आयौँ हामी मजाले फाड्दै लिएर आयो है मजाले उफार्दै ल्यायो है मन्दिर छ अरे के हो है चाहिँ क्या हो जन्तीहरू के हो